धनगढी माई नगरपालिकामा म निर्वाचित भइसकेर आइसकेपछि अब हजुरको मैले यो छोटो समयमा जनमुखी कार्यक्रमहरू एउटा तल्लो ग्रास रुटमा रहेका आम जनतालाई सेवा पुग्ने किसिमको कार्यक्रमहरू ल्याएको छु र धेरै कार्यक्रमहरू अब गर्नै बाँकी छ र अहिले चाहिँ यो छोटो अवधिमा म निर्वाचित भएर आइसकेपछि हामीले ल्याएको कार्यक्रमहरू जस्तै हाम्रो नगरपालिका भनेको गाउँ भिलेज एरियाको नगरपालिका, गाउँ एरियाको नगरपालिका, ग्रामीण क्षेत्र भएको नगरपालिका। त्यसले गर्दाखेरि हाम्रो नगरपालिकामा धेरै जसो कृषि पेसामा लाग्ने किसानहरू छ हैन, अधिकांश। त्यसले गर्दाखेरि सबभन्दा पहिले अहिले किसानहरूलाई ठुलो समस्या छ। त्यस अर्थमा किसानहरूलाई राहत ल्याउने खालको योजनाहरू हामीले चाहिँ ल्याएका छौँ, जसमध्ये धनगढी माई नगरपालिकाले थोरै भए पनि किसानहरूलाई राहत पुग्ने गरेर ल्याएको योजनामध्ये एउटा योजना हो। हाम्रो किसान दाजुभाइहरूले हाम्रो नगरपालिकामा रहेका कृषि पेसामा लागेका कृषक दाजुभाइहरूले जुन खेती गर्दा सिँचाइ मिटर अथवा कृषि मिटर जुन जडान गर्नु भएको छ सिँचाइको लागि, त्यो मिटरबाट उठ्ने महसुलहरू सम्पूर्ण नगरपालिकाले हामीले किसानहरूलाई राहत पुग्ने गरेर हामीले तिर्ने व्यवस्था गरेका छौँ। त्यसरी नै मध्य प्रदेशमा सबभन्दा पहिलो सुकुम्बासीहरूलाई लाल पूर्जा बाँड्न सुरु गर्ने र भदौको 26 गते नै, यो रनिङ इयरको भदौको 26 गते नै हामीले 108 जना सुकुम्बासी त्यहाँका हाम्रो नगरभित्रका सुकुम्बासी दाजुभाइहरूलाई हामीले 108 जनालाई हामीले लाल पूर्जा बाँडिसक्यौँ र अब पछि पनि कार्यक्रम सुरु भइसकेको छ। अब नापीको कार्यक्रमहरू, सुकुम्बासीको पहिचानको कुराहरू, सुकुम्बासीहरूको जग्गा छुट्याउने कामहरू सुरु भइसकेको छ र मध्य प्रदेशको 8 जिल्लामा सबभन्दा पहिलो लाल पूर्जा बाँड्ने हाम्रो नगरपालिका हो। त्यसरी नै हाम्रो नगरपालिका भनेको एउटा वडा त 100% पहाडी एरिया पर्छ, चुरे खण्ड पर्छ र दुईटा वडाको लगभग 20-25% एरिया भनेको चुरे खण्ड पर्छ, डाँडाकाँडा पर्छ, दुर्गम छ, आउन जानलाई यातायातको असुविधा छ, धेरै असुविधाहरू छ त्यो बस्तीहरूमा र त्यो बस्तीमा आउन जान पनि समस्या र हाम्रो हाइवेबाट हाम्रो नगरपालिकाको सदरमुकामबाट सेन्टरबाट लगभग 14-15-18-20 किलोमिटर, 14-15 देखि 20 किलोमिटर 25 किलोमिटर माथि उदयपुरको बोर्डरसम्म हजुरको त्यो के अरे दुर्गम क्षेत्रहरू पर्छ। अनि त्यहाँ दुर्गममा रहेका त्यो 14 नम्बर वडामा रहेका धनगढी माई नगरपालिका 14 नम्बर नगरपालिकामा रहेका बसोबासीहरूलाई सेन्टरसम्म आउन जान धेरै कठिनाइ र त्यो सामाजिक सुरक्षा भत्ता लिन आउँदा, बैंकसम्म आउँदा धेरै दुःख कष्ट भोग्नुपर्ने हुँदा हामीले यसपालि ती हाम्रा सामाजिक सुरक्षा भत्ता थाप्ने आमा बुवाहरू, वृद्ध वृद्धाहरूलाई घर घरमै अथवा टोल टोलमै हामीले सामाजिक सुरक्षा भत्ता पुर्याउने व्यवस्था मिलाएर 14 वडा वार्डमा हामीले वार्डमै गएर हाम्रो जनशक्ति र बैंकहरूलाई लगेर हामीले चाहिँ घरमै सेवा सुविधा, टोलमै सेवा सुविधा पुर्याउने कामहरू गऱ्यौँ र भौतिक विकासका कामहरूको काम अब अगाडि बढ्दैछ, योजनाहरू बन्दैछ, इस्टिमेटहरू बन्दैछ। अब यो माघ महिनादेखि हाम्रो भौतिक पूर्वाधारको कामहरू अगाडि बढ्छ।